यहाँ तपाईहरु गाडी हेर्न सक्नुहुन्छ पुल भन्छ पुल म्याम उ त्यहाँ माथि जाऊँ न पुल माथि उ त्यहाँ सिडी पहिला कहाँ सिडी उ त्यहाँ सिडी हो यही 2 घण्टा टाइम छ घुम्ने 2 घण्टा टाइममा म्याम त्यो माथि जाने अहिले नजाने जाने नि जाने देखौँ न हरेक ठाउँ जाने रुका न तर अब आफ्नो स्कुलबाट फर्स्ट टाइम यो पुललाई के पुल भन्छ ल भन्नु त मेरो त्योमा पनि छ रुममा पनि छ पुल तर नामै थाहा छैन तर यो पुल मेरो रुममा पनि छ गाइस तपाईहरुलाई यो फुलको नाम थाहा छ भने भनिदिनु होला कृपया सब पोस्ट करिए मम्मी दिखा दी मम्मी को पूरे अथी कर हामी यता पार गर्ने कता बडा लाग्छ फर्स्ट टाइम देखि यसरी यसरी यहाँबाट निस्किने ठाउँ छ ए इनर आएको छ नि यता कता जाने ठाउँ छ जाने ठाउँ छैन बिहान धेरै गाडी यता 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 जाने ठाउँ छ ए यहाँबाट छैन यहाँबाट उता पनि मुनितिर जानेपछि यता घुम्न पाइन्छ उताबाट जो जाने ठाउँ छ हैन हामी यसरी घुम्छौँ नि त्यो घुम्ने ठाउँ सर्कल चाहिँ छैन त्यस्तो छैन म्याम यहाँबाट जान मिल्छ हैन कुतिनेर गइराछन् भित्रबाट हो ए भित्रबाट चाहिँ हो बाहिरबाट यताबाट जानु त्यहीबाट गयो न ब्रिजबाट त्यो जंगल सफारी भनेको नहुने रहेछ तिमीहरु पनि यताबाट आयो भने टर्म त्यसको छ न तो फिर सोनो में प्लेन बना दी सोनो में सब फोटो पठा दे सोनो में पठा दे द यस 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 घोडा ओए आते हैं ना इसलिए तो आपने धुनी नेपालीकोलाई चिनेको छैन कसैलाई अनि पोर पालिकालाई चिनेको थियो एटकोलाई चाहिँ पोर पालिका चिनेको थियो म पोरमै आएको थियो तिमीलाई थियो एटमा के साइराज भएको थियो के एकचोटि फर्स्ट एकचोटि अनि एकचोटि ऊ भएको थियो अभिषेक तिम्रो क्लासमा थियो पहिले अभिषेक मेरोमा थियो साइराज मेरोमा थिएन हाम्रो क्लासको उले खिचाएको जाने छ अनि बिनिसा खिचिसकेछ नि अरूको थियो धेरै अब हो यसरी पार गर्ने भने हाम्रो थाहा छ यो पुल धेरै ठुलो छ तर तपाईहरु मेरा लाग्छ जुलङ्गा फुल अनि के अरे यहाँ